नगरपालिका 7 ध्रुवकोट निवासी रिमा नेउपानेको छोरा ज्येष्ठ पुत्र गोविन्द नेउपानेलाई लिभर सम्बन्धी समस्या भएको हुँदा हाल उहाँ उपचारका लागि सहयोग गर्न रकम सङ्कलन गरी सत्यवती 6 बडरबोर्ड सम्पूर्ण निवासी मिलेर केही उहाँहरूलाई राहत रकम सहयोग उपलब्ध गराउँछौँ र उहाँलाई यस्तो समस्या भएको हुँदा उहाँको उपचारको लागि हजुरहरूले सहयोग गर्न चाहनुहुन्छ भन्ने उहाँको ब्याङ्किङ मार्फत तथा विभिन्न नम्बरमा सम्पर्क गरी सहयोग गर्न सक्नुहुनेछ। ल रकम चाहिँ उहाँहरूलाई दिइन्छ। ल तपाईले जो दिनु चाहिँ सबै तपाईको व्यक्तिगत पनि भन्नु कि जस्तै हामी सबै निवासीहरु मिलेर चाहिँ हामीले यति रकम बुझ्दैन होला सबै बराबर निवासीहरु मिलेर यहाँ चाहिँ सबै मिलेर 26000 हैन 26000 सहयोग अब हजुरहरुले पनि देवस्थान महिला समूह सहयोग गर्न चाहनुहुन्छ भने यसबाट म्यासेजको मार्फतबाट फोन कन्ट्याक्ट गरेर यसरी दिन सक्नुहुन्छ। ब्याङ्कको खाता चाहिँ पठाउन सकिन्छ, पठाइन्छ। हामीले हजुरहरूले अब दिन सक्नेले चाहिँ दिनु होला, नभए सहयोगी हातसम्म पुर्याउनको लागि शेयर सब्स्क्राइब गरिदिनु हुन अनुरोध गर्दछौँ। ल उहाँको स्वास्थ्य कामना गर्दै सबैलाई के भन्नु छ? सबैजनालाई धन्यवाद, सक्दो सहयोग गरिदिनु भयो। यो भिडियो हेरेर अरूले पनि यस्तै सहयोग गरिदिनु होला। थोरै धेरै मेरो इलाजको लागि आर्थिक स्थिति कम भएको हुनाले आर्थिक स्थिति कमजोर भएको हुनाले सक्नेले चाहिँ सहयोग गर्नुहोस्, नसक्नेले सेयर गरिदिनुहोस्। उपचार गर्ने ठाउँमा डाक्टर सरहरुले पनि सहयोग गरिदिनु होला। त्यसै अब सुनाम न सब सहयोग गर्ने मान्छेसँग चाहिँ पुगुस्, दानवीरहरूसँग पुगुस्। उहाँहरूको थोरै पैसाले यहाँ आउँदाखेरि धेरै हुन्छ, यहाँ बाबुलाई चाहिँ सहयोग हुन्छ। हजुरहरूलाई धेरै धेरै धन्यवाद। ल यही भन्न चाहन्छु। ल उहाँको चाहिँ हेल्थको स्वास्थ्यको लागि कामना गर्दै उहाँकी आमा हुनुहुन्छ। दबाई गर्न धेरै समस्या, घरको स्थिति कमजोर, यहाँ चाहिँ भाडा लिएर यहाँ बस्नु भएको छ। यहाँ बाबुलाई सन्चो छैन। यसको लागि यस्तो छ। हजुरहरूको चाहिँ कृपा दया चाहिँ होस् भन्ने चाहिँ यो चाहिँ हामीले आशा राख्दछौँ। ल धन्यवाद।